हैन नि यहाँबाट कस्तो दामी देख्दो रहेछ नि हौ चट्टै परेको हैन दामी देख्दो रहेछ नि हौ हेर्नुस् न यो चाहिँ तपाईहरुको यो चाहिँ रहेछ श्रीकृष्ण गोवर्धन पर्वत उठाते हुए हो त्यो रहेछ हो अन्त यहाँ तपाईहरुलाई अर्को देखाउँछु ल म यहाँ चाहिँ रहेछ श्रीकृष्ण संयोग के साथ महाराज लीला करते हुए हेर्नुस् न कति मजाको छ है हेर्न चाहिँ म देखाउँछु है यहाँ हेर्नु कति राम्रो छ हेर्नुस् न कति राम्रो राम्रो छ नि हेर्नुस् है यहाँ कति राम्रो राम्रो बनाउनु भएको छ कति राम्रो रहेछ के हेर्नुस् न कति राम्रो छ हो यो चाहिँ भित्रको बाहिरको तपाईहरुलाई म देखाउँछु बाहिर हेर्नुस् बाहिरबाट हेर्नुस् ल मन्दिर चलो तपाईहरुलाई म बाहिरको देखाउँछु ल बाहिरको हेर्नुस् है बाहिरको कस्तो दामी छ फुलहरु हेर्नु न गार्डनहरु कति राम्रो छ नि हो टक्कै गार्डनहरु यस्तो वरिपरि घुम्नुपर्ने रहेछ हो यो चाहिँ के हो आम्मामा यति साह्रो यो चाहिँ मलाई थाहा भएन है के हो तपाईहरुलाई थाहा छ भने यसो कमेन्टमा लेख्नुस् है के हो यो यसलाई चाहिँ भन्दो रहेछ कालिम्पोङको मङ्गलधाम मन्दिर म पनि फर्स्ट टाइम आएको यत्रो 2 साल भयो यहाँ कालिम्पोङमा बसेको तर मलाई पनि थाहा थिएन म त फर्स्ट टाइम थाहा पाएको हेर्नुस् न यस्तो दामी छ यो चाहिँ साइडबाट हेर्नुस् ल हेर्नुस् न कति मजा मजाको फुलहरु यहाँको फुलहरु फेरि टिप्नु पाउँदैन रहेछ हो टिप्नु हुँदैन रे यहाँको फुलहरु हो हेर्नुस् न कति मजा मजाको छ गार्डनहरु हेर्नु न चट्टै फुलै फुल छ नि क्या मजा मलाई त एकदम मन शान्ति भइरहेछ नि एकदम मन शान्ति हल्का भइरहेको छ के यहाँ आएर हेर्नुस् न एक चक्कर तपाईहरुलाई घुमाउँछु ल म यो चाहिँ सायद हलहरु होला हो यहाँको यो प्रोग्रामहरु हुने केही हलहरु होला के यहाँनिर के
प्रोग्रामहरू हुँदाखेरि हलहरू उयोहरू हुन्छ होला क्या, प्रोग्रामहरू हुन्छ होला। यो चाहिँ सायदै यो चाहिँ अहिले के सिरकको के कम्बल के बनाउँदै रहेछ, यो सायदै हलहरू होला हौ। यहाँ चाहिँ अहिलेसम्म हलहरू जस्तो लाग्यो कि। हेर्नुहोस् न कति राम्रो छ जग्गा, आमा क्या शान्ति छ नि, शान्ति न शान्ति एकदम राम्रो छ क्या, एकदम शान्ति क्या मजा छ नि हौ। मलाई त यहीँ बसौँ लाग्यो अन्त। कस्तो राम्रो छ हेर्नुहोस् न जग्गाहरू। कस्तो राम्रो छ हेर्नु न जग्गा। यसलाई हेर्नु न कति दामी बनाइदिएको, यस्तो दामी बनाएको रहेछ हौ। काटेर चट्ट काटेर एकदम दामी बनाएको रहेछ हौ। यस्तो दामी बनाएको रहेछ काटेर, हेर्नु न के दामी देखेको। हेरिहाल्नुहोस् कति राम्रो छ। आउनुहोस् तपाईँहरू पनि, आउनुहोस् घुम्नुहोस्, राम्रो रहेछ हौ जग्गा यो, एकदम दामी लाग्यो मलाई चाहिँ कि। आउनुहोस् तपाईँहरू पनि घुम्नुहोस्, एकदम रमाइलो, एकदम पिसफुल खाले क्या जग्गा क्या, एकदम दामी सुनसान नै हो। चट्टै दामी लाग्यो मलाई त। हेर्नुहोस् न फुलहरू कति राम्रो एकदम दामी रहेछ नि। फुल पनि त्यस्तै चट्टै हो, दामी हो, कस्तो दामी। यहाँबाट हेर्नुहोस् न तल मङ्गलधाम देख्नुभयो, मङ्गलधाम लेखेको चाहिँ कस्तो दामी छ। हेर्नु न, हेर्नुहोस् न कस्तो दामी छ। यहाँबाट चाहिँ अझै दामी देख्दो रहेछ क्या, म तपाईँहरूलाई देखाउँछु ल। हेर्नुहोस् ल, यहाँबाट अझै दामी देख्दो रहेछ नि। हेर्नु न कति मजाको, हेर्नुहोस् ल, म देखाउँछु ल तपाईँहरूलाई। यहाँबाट हेर्नु न, अझै त्यो साइडबाट भन्दा चाहिँ उता साइडबाट और दामी देख्दो रहेछ नि, तल्लो साइडबाट और दामी देख्दो रहेछ क्या। हेर्नुहोस् न कस्तो दामी देख्दो रहेछ नि। सबैले ल त कमेन्टमा राधे लेखौँ त, सबैले कमेन्टमा राधे लेखौँ, सबैले राधे लेखौँ कमेन्टमा सबैले। कोलाई यो मनपर्छ लाइक गरौँ, सेयर गरौँ, आउनुहोस् घुम्नुहोस्, एकदम राम्रो लाग्यो कि मलाई चाहिँ। आम्मा बबाल लाग्यो कि। ल अब यहाँबाट हामी निस्केको, अब हामी निस्किने हो टक्कै। अब जुत्ता लाउने, त्यहाँबाट खाना खानु जाने, खाना पनि खाएको छैन हो, जाने हो अब। चलो अब खाना खाने, त्यहाँबाट अब अरू के गर्ने, खाना खाने, त्यहाँबाट जाने आफ्नो ड्युटीतर्फ। के गर्नु अब, यस्तै छ हो, ड्युटी गर्नै पर्यो, ड्युटी गरेन भने हुँदैन, गर्नै पर्छ। दामी लाग्यो मलाई हो। अझै यो मुनि पनि छ, म तपाईँहरूलाई मुनिको पनि म अलिकति कभर गर्छु नि ल। पक्नुहोस् है, म तल गएपछि म तपाईँहरूलाई देखाउँछु है।